ल हामीसँग अब अर्को प्रश्न आइसकेको छ र त्यो प्रश्नको समाधानतिर हामी जान्छौँ। प्रश्नले के भन्छ एकचोटि पढौँ अनि त्यसपछि समाधान गरौँ। अनुजाले रु 13,900 रकम दुईवटा बैङ्कहरू ए र बी नाम गरेको दुईवटा बैङ्कमा क्रमशः 14% र 11% वार्षिक ब्याज दरमा जम्मा गरिन्। 2 वर्षपछि उनले पाएको साधारण ब्याज जम्मा रु 3500 दुईटै बैंक ए र बी गरेर छ भने बैंक बी मा कति रकम जम्मा गरेकी रहेछन्। अनुजाले जम्मा रकम जम्मा गरेको दुईटा बैंकमा कति हो 13,900 ए मा कति जम्मा गर्यो थाहा छैन, बी मा कति जम्मा गर्यो थाहा छैन, तर ए र बी दुईटैमा जम्मा गरेको चाहिँ 13,900 हो भने हामी सोलुसनतिर लाग्छौँ। समाधान अब यहाँ पहिलो शर्त र 14% मा भन्दा पनि हुन्छ 14% साधारण ब्याज दरमा जम्मा गरेको भनेर हामी यसै घरका तान्छौँ। पहिलो स्टेप अब यहाँ सावा कति जम्मा गर्यो हामीलाई त थाहा छैन नि त, दुईटाको पो थाहा छ, एउटाको थाहा छैन, त्यही भएर सावा को जम्मा गरेको यहाँ पहिले ए बैंकमा भनेर पनि लेखिदिँदा सही हुन्छ। 16% साधारण ब्याजमा जम्मा गरेको ए बैंकमा सावा हामीलाई थाहा छैन, एक्स मान दिएको मान्न त पाइयो सावा एक्स भन्यो। रेट भनेको छ जसलाई हामी ब्याज दर भन्छौँ आर। यहाँ सुरुमा 14% दिएको छ भने ए को लागि 14% हो भनेर बुझ्ने। त्यसपछि ठिक छ 2 वर्षपछि समय त बराबर हो, त्यही भएर समय हामी पी भनेर 2 वर्ष भन्छौँ। उसले प्राप्त भयो। अब यहाँ यो ब्याज पनि पछि जम्मा आएको छ, यहाँ नलेखौँ। हामीलाई यहाँ चाहिएको ब्याज हो इयरको ब्याज आई इज इक्वल टु दुईटा हुन्छ, त्यही भएर I1 मैले भनिदिएँ। ब्याज आई इज इक्वल टु हामी PTR बाई 100, पी भनेको हामीलाई एक्स, टी भनेको टाइम 2 वर्ष, रेट भनेको 14 डिभाइडेड बाई 100। अब यो 14 गुना यो 14 ले 2 लाई काट्यो भने 50, यो 7, यो 25 यानी 7x बाई 25। यो भनेको ब्याज हो बैंक ए बाट प्राप्त भएको ब्याज। फेरि बैंक बी मा बैंक बी मा 11% ब्याज दरमा यहाँ हेर्ने फेरि लेख्ने दोस्रो कन्डिसनमा हामी थियो यहाँ सावा चाहियो। अब यहाँ हेरौँ पहिलो सावा भनेको एक्स मान्यौँ भने दुईटै सावा त 13,900 छ भनेपछि त अर्को सावा भनेको त 13,900 मा एक्स कम हुन्छ, यानी 13,900 माइनस एक्स यति हुने भयो। किन यति हुन्छ किनभने दुईटैको यति हो 13,900 हो माइनस एउटाको एक्स हो भने बाँकी बचेको ताकै आयो सावा पी। अब समयको कुरो गर्छ भने यहाँ समय चेन्ज हुँदैन, त्यही 2 वर्ष नै हुन्छ हाम्रो, 2 वर्ष हुन्छ। त्यसपछि हामीलाई ब्याज दर आर हाम्रा थाहा छँदैछ जुन 14 × 11%। अब हामीलाई चाहियो ब्याज आई। अब आई को फर्मुला हामीलाई थाहा छ P × T × R बाई 100 या डाइरेक्ट PTR लेदा पनि हुन्छ, यसलाई मैले I2 भने। अब म यतापट्टि जान्छु। P भनेर हामी प्रिन्सिपल यानी 13,900 माइनस एक्स यो P हो है, इन्टु T टाइम भनेको 2 हो, इन्टु R भनेको हाम्रो 11 डिभाइडेड बाई 100। एउटा कुरो मजाले विचार गर्नु होला, यहाँ ब्राकेट राख्नु होला, नत्र भने गलत मिनिङ आउन सक्छ, त्यही भएर ब्राकेट मात्रै राख्नु। अब हामी यहाँ मल्टिप्लाईतिर लागौँ, या मल्टिप्लाईतिर लाग्नुभन्दा अगाडि क्यान्सल गर्दा पनि हुन्थ्यो, मल्टिप्लाई नै गरौँ।
अब यत्रो गर्दा यो लामो हुन्छ, 2 ले काट्यो, 2 ले 50 यानी कति भयो त 13,900 minus x into 11 divided by 50। यति भइसकेपछि हामी यसलाई गर्न जान्छौँ। अब यो मल्टिप्लाई ठुलो अङ्क छ, त्यही भएर म क्याल्कुलेटरमा मल्टिप्लाई गर्नुपर्ने हुन्छ। क्याल्कुलेटरमा यसलाई मल्टिप्लाई गरौँ, नभए यत्तिकै पनि अहिले छोडिराख्दा केही फरक पर्दैन, यत्तिकै राखेर पनि नो प्रब्लम। यसलाई यत्तिकै म छोडिदिन्छु, लेखि नै हालेँ, त्यही भएर 50 हो। यसलाई अब प्रश्न पढ जाउँ। प्रश्न अनुसार के भन्छ, दुईटीको साधारण ब्याज कति हो? 35,000 यानी I1 plus I2 is equal to 35,008 हो। अब यहाँ और I1 भनेको हाम्रो कति आएको थियो 7x by 25 plus I2 भनेको लामो छ 13,900 minus x into 11 divided by 50 is equal to 35,008। अब हामी एलसीएम लिएर छिनोफानो गर्नेतिर लाग्दा हुन्छ। त्यही भएर एलसीएम मैले लिए भने यहाँ 50 एलसीएम हुन्छ, 2 टाइम जान्छ 14x हुन्छ, किनभने 25 गुणा 50 2 अनि 2 ले माथिबाट मल्टिप्लाई गरेर 2 सबै 14x प्लस। अब यो काटिहाल्यो, जस्ताको त्यस्तै हुन्छ। यो 13,900 माइनस x इन्टु 11 इक्वल टु 35,008 हुन्छ। अब यो पछि यसलाई सल्भ गरौँला, हामी आफ्नो काम गर्दै जाउँ। यो अब यो त ठुलै भइसक्यो भन्दा पनि हुन्छ, यसमा केही छैन। मल्टिप्लाई गरेर सानो बनाउँदा नि सहज हुन्छ। म क्याल्कुलेटरलाई युज गर्नु पर्ने नै हुन्छ। अब यो 14x प्लस 13,900 इन्टु 11 मैले गरेँ भने 1,52,900 minus 11x divided by 50 is equal to 35,008। और यो क्रस मल्टिप्लाई गरिहाल्दा पनि भयो, यानी यो 50 इन्टु 35,008 गर्दा 1,75,400 1,75,400 इज इक्वल टु यो प्लस माइनस गर्दा यो 1,52,900 प्लस 11 12 13 14 3x हुन्छ। यो यता ल्याउँदाखेरि यो माइनसमा हुन्छ, यानी 1,75,400 माइनस 1,52,900 गर्दाखेरि 22,500 22,500 यो यसमा यो यता आएर माइनस हुन्छ इज इक्वल टु 3x। यो x हामीलाई चाहिएको x को भ्यालु हो भने यसलाई म यता ल्याउँछु 22,500 डिवाइडेड बाइ इज इक्वल टु x। therefore x इज इक्वल टु यसलाई डिवाइड गर्दा 22,500 डिवाइडेड बाइ 3 गर्दा 7500 आयो हामीसँग। अब यो 7500 चाहिँ के आयो x को भ्यालु, यानी बैंक ए मा जम्मा गरेको रकम कति आयो 7500 रहेछ। अब यहाँ क्वेशनले सोधेको थियो बैंक बी मा कति रकम जम्मा गरेको रहेछ, तसर्थ बैंक बी मा जम्मा गरेको रकम कति हो त 13,900 माइनस x इज इक्वल टु 13,900 माइनस x को भ्यालु 7500 आयो, यानी x को भ्यालु कति आयो 7500 आयो। 7500 आइसकेपछि यो सबट्र्याक्सन गर्दाखेरि 6400 इज इक्वल टु रुट 6400 जम्मा गरेको रहेछ। यो एन्सर यसरी होला।